यो कोशी नदी हामी यहाँ देख्दैछौँ। कोशी नदीको यो हामी ठ्याक्कै यतिखेर बोराबाँध भन्ने ठाउँमा छौँ। यो बोराहरू राखेर यो तटबन्धन गरिएकोले यो ठाउँको नाम बोराबाँध हो भन्ने कुरा हामीले यहाँ स्थानीयहरूसँग बुझेपछि थाहा पायौँ। 2065 सालमा कोशीले आफ्नो बाँध भत्काएर आफ्नो बाटोबाट अलग बाटो गएर ठुलो बाढी र त्यो बेलाको ठुलो प्राकृतिक विनाश निम्ति आएको कुरा हामीलाई थाहा छ। यो कोशीको यो क्षेत्रमा हामीले त्यो देख्दैछौँ। कोशीको बोराबाँधमा बोटिङ, पोखरामा बोटिङ गरिन्थ्यो, यसपालि कोशीमा बोटिङ गरिँदैछ। बोराबाँध रमाइलो हुँदो रहेछ। हाम्रो सुत्ने पालो रमाइलो हुँदो रहेछ। ल धन्न आइएछ बोटिङ गर्न भन्ने प्रतिक्रिया आउँदैछ साथीहरूको। धन्न आइएछ। सर, हजुरलाई कस्तो अनुभव भइरहेछ? किशोर सर, सर हजुरको प्रतिक्रिया पाऊँ। एकदम सही भाइ, यो रमाइलो यात्रा सधैँ यस्तै हो? सधैँ यस्तै हो नि यात्रा? सधैँ यस्तै हो। भाइ रमाइलो मान्दै हुनुहुन्छ। पर्यटकहरू आइरहन्, यो क्षेत्रको चाहिँ पर्यटन प्रवर्धन राम्रो होस्। बोराबाँध क्षेत्र, यो बोराबाँध क्षेत्र कोशी नदी। आहा, यो हो नि मजा। यस्तो ढल्काउँदाखेरिको पानीको गजब भइरहेको छ यसपालि। जति हेरो त्यति हेरौँ लाग्दो, जति घुमो त्यति घुमो लाग्दो यो बोटिङ यसपालि बोराबाँधमा। सबैलाई रमाइलो लागिरहेको अनुभूत हुन्छ यहाँनिर। लामो समयको कामको चपेटापछि कुनै रिफ्रेसमेन्ट चाहियो भनेदेखि चाहिँ आउनुपर्ने ठाउँ महसुस भयो है। यो कोशीको तटीय क्षेत्र बोराबाँध चताराभन्दा अलिकति तल छ र यो कोशी ब्यारेजभन्दा अलि माथि कोशीको बाँध चताराबाट तल झर्दा पनि हुन्छ। यता इटरीबाट काला बन्जर हुँदै भित्र छिरेर पनि यो ठाउँ आइपुग्न सकिँदो रहेछ। विशेष गरी बेलुका सनसेट भ्यू हेर्नु चाहिँ झनै रमाइलो छ अरे। यसपालि त्यो अनुभूत गर्न पाइएन। अर्को पटक पक्कै पनि त्यो उद्देश्य राखेर यहाँ आइन्छ। पारिवारिक भ्रमणसहित आउनुपर्ने ठाउँ पनि लाग्यो। बाटो बटुवाको यसपालिको यो टिम यात्रा भद्रपुर चन्द्रगढीबाट सुरु भएको हाम्रो यात्रा यसपालि हामी बोराबाँधसम्म आयौँ, रमाइलो मान्यौँ। यसरी यो बोटिङ अब लगभग अन्त्य हुँदैछ। पर दृश्य राम्रो देखिन्छ। पर अघि सुरुमा हामी आइपुगेको ठाउँ त्यो बोराबाँधको माथिका रुखहरू भएको ठाउँ। बोराबाँध, कोशी प्रदेश, कोशी। ल, बोटिङको अन्त्य यहाँबाट हुन्छ।